हे गाइज वेलकम टु सन्तोष नेपाली ब्लग एन्ड इन्टरटेनमेन्ट युट्युब च्यानल। आज चाहिँ म झापाली खाजा घरमा छु र यो ब्लग पनि झापाली खाजा घरबाटै सुरु गरिरहेको छु। दसैँपछि हामीले झापाली खाजा घरलाई पुनः रिओपनिङ गरिरहेको छौँ र आजबाट चाहिँ हाम्रो झापाली खाजा घर पनि खोलिसकेको छ। अनि भोलि चाहिँ हाम्रो इट स्ट्रिट फन पार्कको चाहिँ ओपनिङ छ। सो ओपनिङमा हाम्रो पर्फर्मेन्सहरू पनि छ। त्यसैले गर्दाखेरि आज र भोलि चाहिँ हामी कार्यक्रममा व्यस्त हुन्छौँ। सो पर्सिबाट चाहिँ पूर्ण रूपमा खाजासाजा खान पाउनुहुनेछ तपाईँहरू सबैजनाले। अनि दसैँ पछाडिको माहौल चाहिँ यस्तो छ है सिन्धुलीमा। सो अहिलेलाई भने हामी चिया खान्छौँ। चिया खाएर अनि चट्ट लाएर डान्स प्र्याक्टिसमा पनि जानुपर्ने छ, किनभने म र रेजिना म्याम पनि नाच्दैछौँ यो डिस्ट्रिक्ट फन पार्कको ओपनिङमा। सो सबैजना आउनु होला है कार्यक्रम हेर्नको लागि। अहिले भने यहाँ हाम्रो रञ्जित सर चिया खाँदै हुनुहुन्छ। हेलो, गुड मर्निङ सर। चिया खानु धमाधम हो। सो अहिले मिल्क कफी खानु लागिरहेको छ। ल हाम्रो रेजिना म्याडम चाहिँ पुरै सामानहरू ल्याएर हाल्ने काम भइरहेको छ। भाइले पनि यहाँ सफा गर्दैछ। यता हाम्रो बहिनी खाना बनाउँदैछ। के बनायो बहिनी? अम्लेट। वाह, आज हाम्रो खाना अम्लेटसँग। ल सामान ल्याएर चट्ट यसरी मिलाएर पनि राखिसक्यो हाम्रो साथीहरूले। ल गाइज अब चाहिँ हामी खानासाना खान्छौँ। 11 बज्न लागिसक्यो। खाना खाएर चाहिँ डान्स प्र्याक्टिस गर्नुपर्ने छ। सो बहिनीले खाना पस्किँदैछ। अब खाना खान्छौँ है त। आजको खानामा चाहिँ हाम्रो ब्रोइलर र सोयाबिन अनि अम्लेट र दाल छ। ल अब हामी सबैजना बसेर खाना खान्छौँ। फाइनली खानासाना पनि खाइसक्यौँ। अब हामी डान्स क्लासमा डान्स प्र्याक्टिस गर्न जाँदैछौँ। अब हाम्रो डान्स क्लास पनि नजिकै छ। खाना खानुभयो। सो यो हाम्रो डान्स क्लासको इन्ट्रान्स मैले धेरैवटा भ्लगमा देखाइसकेको छु। कसले के प्र्याक्टिस गरिरहेको छ हेरौँ। हिजो यहाँ हामीले सरसफाइ गऱ्यौँ, अहिले फेरि जस्ता जस्तै भएको छ। यो यस्तै हो। ल कपिराइट लाग्छ। ल गाइस 1 मिनटको प्र्याक्टिस भइसक्यो। 1 मिनटको प्र्याक्टिसमा पसिनामा थुप्रै बिर्सेछ। यहाँ गाइजहरू प्र्याक्टिस गरिरहेछ। यो चाहिँ हाम्रो चाहिँ विशेष गरी वेलकम डान्स हो। वेलकम डान्समा चाहिँ हामीले 4-36 वर्णको साझा फुलबारी भन्ने गीत हामीले गर्दैछौँ। मेन समस्या चाहिँ के भइरहेको छ भन्दाखेरि मेरो हिजो यहाँ खुट्टामा हिजो तार पसेको थियो यहाँनिर। अनि फिटनेसको सुई त लायो, तर यो दुखिरहेछ। सो अब नाच्नु पनि पर्ने छ होइन, खुट्टा पनि दुखिरहेको छ। त्यही भएर म चाहिँ अलिक कम प्र्याक्टिस गरिरहेको छु। हेरौँ अब भोलिसम्म कस्तो हुन्छ। यो गीतमा चाहिँ हाम्रो प्र्याक्टिस भइरहेछ। कस्तो अनुभव भइरहेछ म्याडम? एकदम रमाइलो। भोलि ओपनिङमा नाच्नुपर्ने कस्तो लागिरहेछ? सकिन्छ नाच्न? कस्तो अनुभव भइरहेछ? कस्तो लागिरहेछ? एकदम राम्रो लागिरहेछ। कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। के भन्न चाहनुहुन्छ? हाम्रो डान्स हुन्छ, सबैजना आउनु होला। आज हाम्रो अब एकछिनमा फेरि स्टेज प्र्याक्टिस पनि छ। यो वेलकमसँग 11 बजे छ। अनि हामी झापा भएको कारणले गर्दाखेरि यो डान्स चाहिँ हिजोबाट मात्रै सुरु भयो। हिजो र आजमा हामीले प्र्याक्टिस गरेर भोलि नाच्दैछौँ। सो के कस्तो हुन्छ? लिस्ट रेडी? कति दिनको भयो? 7 दिनको सबै कम्प्लिट भइसक्यो होइन डान्स? अब 8 दिनको बाँकी छ होइन? सबै कम्पोजहरू सिधिसक्यो? त्यसलाई कम्प्लिट कहिले गर्ने? आजको के हो प्लानिङ? आजको प्लानिङ भनेको हाम्रो प्लानिङ भनेको चाहिँ क्लब
डे 1 को लिस्ट हेर्ने हो डे 1 को लिस्ट हेरेर चाहिँ टक्क प्र्याक्टिस गर्ने मजाले सबै सबै प्र्याक्टिस गर्ने त्यसपछि बाँकी भएको गीतलाई कम्प्लिट गर्ने 4 बजे हामी सबै जान्छौँ स्टेज हेर्छौँ स्टेजमा प्र्याक्टिस गर्छौँ चट्ट भोलिको ओपनिङ डान्सको पनि प्र्याक्टिस गर्छौँ एकचोटि आएर त फेरि अब हामी ड्रेसेस गर्न भ्याउँदैनौँ अहिले भ्याउँछौँ अहिले भनेको डान्सलाई फोकस गरौँ ड्रेस भनेको आधी घन्टा मिल्ने हो सबै रेडी छ हाम्रो सबै ड्रेसहरू छँदैछ कुन लाउने भन्ने कुरोको हो होइन अहिले चाहिँ हामी स्टेज प्र्याक्टिसको लागि जाँदैछौँ सबै विद्यार्थीहरू यसरी हामी जाँदैछौँ लगाइ हामी चाहिँ यतिखेर कार्यक्रम स्थलतिर आइसकेको छौँ यो इन्ट्रेन्स यहाँबाट हामी छिर्छौँ लगाइ फलो मी अब हामी स्टेज प्र्याक्टिस गर्छौँ एकछिन अनि त्यसपछि फर्किन्छौँ इन्ट्री चाहिँ बवाल छ नि अरू जे जे भए पनि इन्ट्री चाहिँ एकदम बवाल छ अनि फिनिसिङ पनि हुन लागिसकेको छ भोलिको सुरुवात हो त्यही भएर पनि होला हामी यहाँबाट डाइरेक्ट स्टेजमा जान्छौँ हिलो फिलो धुलोको लागि पनि यहाँ यस्तो व्यवस्थित भइसकेको छ ल यति बेला चाहिँ म स्टेजमा चढ्दैछु कस्तो राम्रो देखेको है अब चाहिँ फन पार्क जस्तो देखिने भयो एलइडी सबै हजुर यस्तो हो सर अब तपाईँहरूको सामुने हुँदैछ कुमार सागर एन्ड द खोपा ब्यान्डको प्रस्तुति केही समय पछाडि त्यो पनि हुन्छ नो टेन्सन ल वेलकम डान्सको साथीहरू माथि आउनुहोस् सबैजना हाम्रो फाइनली जीबी सरसँग पनि भेट भइसकेको छ जीबी सर एकदम आराम हुन्छ भोलि डर जान्छ होइन त हामी भोलिको लागि तयारी हुँदै भोलि सफ्ट ओपनिङ उद्घाटन चाहिँ बिहान 9 बजे दिउँसो 3 बजे पछाडि बेलुकी 7:30 बजेसम्म चाहिँ एकदम बिन्दास रमाइलो सांस्कृतिक कार्यक्रम परिवारको पनि छ है भोलि उद्घाटनको लागि अनि जीबी सरले हामीलाई हाम्रो लिस्ट दिइसक्नु भएको छ सो थ्याङ्क यू सो मच सर ओके भोलि भेटौँला हामी चिल्लर पार्टीहरूको पनि यहाँनिर चट्ट स्टेज प्र्याक्टिस चलिरहेछ रन्जित सरले गराउँदै हुन्छ सो अब धेरै बेर हामी बस्दैनौँ अब हामी यहाँबाट निक्लिन लागेको छौँ भोलिको लागि तयारी गर्नु छ कार्यक्रम 11 बजे भनेको थियो 9 बजे सरै छ गाइज अब यो भिडियो पनि धेरै लामो हुन्छ होइन तपाईँहरूलाई पनि हेर्नलाई ज्याउ हुन्छ सो यो भ्लगलाई चाहिँ मैले यहीँ इन गर्न लागिरहेको छु आशा छ तपाईँहरू सबैजनालाई भिडियो मन परेको छ यदि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि अर्को भिडियोमा भेट्नेछौँ तबसम्मको लागि टाटा बाई बाई